हेलो सबैजनालाई साथीहरू नमस्ते स्वागत छ मेरो युट्युब च्यानलमा हजुरहरूलाई धेरै धेरै स्वागत गर्दै साथीहरू फेरि पनि भ्लग सुरु गर्दैछु म चाहिँ अहिले नानी पुऱ्याएर आएर पनि साथीहरू घरमा छु अनि मेरो फुलहरू देखाउँदै आजको भ्लग सुरु गर्दैछु साथीहरू फुलहरूको गति छैन यो गोड्छु भनेर अहिलेदेखि भनेको नि तर अहिले म गोड्दिनँ है साथीहरू अनि म चाहिँ हँसिया बोकेर यहाँ फेरि जाँदैछु अहिले घाम हराएको थियो टोपी सोपी पनि लगाइन घाम हराएको थियो अनि म चाहिँ यहाँ माथि घाँस अलिकति काटी गर्नु पऱ्यो भएको बेलामा अघि जानु पऱ्यो भनेर साथीहरू केबल लाइन बनाउनु दाजै आउनु भएको थियो हो अब एक्लै छोड्नु नमिल्ने अनि चाहिँ ढिलो भयो अब 12 बजीको त्यही मलाई काटेर ल्याउँछु घाँस त छँदै छ कि थपनको लागि चाहिँ काट्न जाँदैछु साथीहरू उयो मकैको टुप्पाहरू काटिनु भनेर हिँडेको खासमा चाहिँ फुलहरू अहिले फुलहरू गोड्नु स्टार्ट गरौँ भने साथीहरू सक्दिनँ हो आधी घन्टा अलिक बेसी 40 मिनट जस्तो मात्रै टाइम छ नि त त्यतिमा चाहिँ अब अलिअलि घाँस काटेर चाहिँ नानी लिनु जान्छु भनेर चाहिँ यहाँ घाँस काट्न आएको साथीहरू यहाँ यो मकैको टुप्पोहरू लान्छु यो टुप्पोहरू अलिअलि काटेर लान्छु घाँस त छनु चाहिँ छ आज चाहिँ बिहान बुढाले काट्नु भएको थियो नि त तर पनि म चाहिँ खाली टाइम हुँदा यसो काटिराख्नु भनेर चाहिँ साथीहरू आएको हो बडीहरूको घर अन्त बडी पनि छैन घरमा बडी छैन घर बिहाल छ बडीको भनेर नि बडीको फुल फुलिरहेछ कि घरमा बडाले त मकै काट्नु थाल्यो क्या मकै काट्नु थाल्नु भएको यो मकै काटेको नयाँ कहाँ काट्नु भयो ए घाँस कसले लग्यो बडा छ मकैको हजुर बोट सुक्यो ए खाँदैन बडा ए खाँदैन दिँदिनँ नि म भेडालाई दिँदिनँ कुन चाहिँ यो त मकै काटेको छैन होइन तर टुप्पो त काट्दा हुन्छ नि है काट्दिउँ टुप्पो यो काटे ल त्यसो भने अन्त त हावामा आउँछ अलि लु बडाको काँक्राको बोट पनि मरेछ है बडा काँक्रा टिपी खानु कोहरू एनएस घाँस चाहिँ साथीहरू म यहाँ बडाहरूको मकैको बोट लानु पऱ्यो त्यहाँ छेउको चाहिँ हरियो रहेछ डोको लिएर आयो नाम्लोमा भए पो हुन्थ्यो होला है त्यही काट्ने हो यहाँनिर अब गाडी छैन नि त अहिले यस्तो छ है साथीहरू यसपालि बाँदर आएन बडा यहाँ मकै खानु बाँदर आएन हो यहाँ मकै खानु खाएछ एक्लै आएर एक्लैले त त्यति यो चाहिँ किन राख्नु भएको बडा के हो यो त फाँड्दिनँ हौ रोपेको होइन पलाएको पो होला कि कि दबाई हो कि केही दबाई होला लु त्यसो यो टुप्पो यो पनि टुप्पो काट्यो भने छिटै सुक्छ बडा म काटेँ ल टुप्पो टुप्पो बडा अहिले मात्रै खाना खानु भएको खाना अहिले मात्रै खानु भएको खाना भर्खर खानु भएको हाम्रो त नानाले सक्यो घाँस हाम्रो त घाँस छैन यसपालि नानाको पनि गाई ल्याएको नानाले काट्दा हामीले काट्दा सक्यो
यता जेरोङ लग्यो भने मलाई गेजिङ लग्यो जेरोङ जेरोङ हा जेरोङ ए यता जेरोङमा ए मेरो ओबिले गाई दिन लग्यो ए कति होला उसले लान्ची धरेको कुमारलाई भनेर गाडी लगाएको घरतिर म चाहिँ भट्टाभट काट्दैछु है मकैको घाँस बडाको घरमा घर जाँदैछु घाँसको भारी बोकेर साथमा करेला पनि लिएर आएको बडाले खाँदैन अरे पकाउनु अल्छी लाग्छ अरे बडालाई करेला चाहिँ अनि म लिएर जाँदैछु है साथीहरू बेसी छैन अलिकति 2 अङ्गला 3 अङ्गला घाँस लिएर जाँदैछु मकैको साथीहरू अब चाहिँ घरमा गएर त्यही हो हातखुट्टा धुने नानी लिन जाने करेला
साथीहरू घाँस चाहिँ थियो नि त, तर पनि मैले ल्याएँ मकैको घाँस। अनि चाहिँ साथीहरू करेला कस्तो मजाले फलेको, अस्ति पनि लिएर खाएको बडाकोबाट, फेरि आज पनि लिएर खाँदैछु हो। अब चाहिँ यो टोको आमाको हो, माथि पुऱ्याइ राख्छु। अनि म चाहिँ हात खुट्टा धोएर अब चाहिँ नानी लिनु जाने, अनि हजुरहरूसँग भेट्छु है त। घाँस अहिले भेटौँ। पानीहरू चाहिँ पुरै बढेको साथीहरू अहिले चाहिँ हो, जा खाल्छ सब पानीले भरेको छ। अनि साथीहरू अहिले भनेको चाहिँ म चाहिँ नानी लिन हिँड्ने हो, सिरियस हामीको छुट्टी हुन लाग्यो, 1 बज्यो। अनि म चाहिँ घाँसबाट आएर हात खुट्टा धोएर नुहाइनँ, आज त यस्तो बेसी पसिना आएन, घाँस काट्दा हल्का फुल्का काटेको नि त, त्यही भएर नुहाइनँ। अब भनेको चाहिँ नानी लिन हिँडेको है साथीहरू, यस्तो हुन्छ। अब चाहिँ हजुरसँग अहिले भेट्छु है। साथीहरू अहिले चाहिँ यहाँ पानी तातिँदैछ हो, कित्ली रेडी भनेर यसो पानी ल्याउनुको लागि। अनि साथीहरू रात पर्यो हो, साँझको समय 5-6हरू बस्नै लाग्यो हो। अहिले त 6, साढे 6, झन्डै 7 बजीसम्म त उज्यालै हुन्छ, पानी परिरहेछ हो। अनि म चाहिँ अघि नानी लिएर आएर चाहिँ साथीहरू त्यतिकै घरमा केही काम गरिनँ, बाबुसँगै घरभित्र बस्थेँ होइन, टिभी सिरियल हेर्दै। त्यतिकै साथीहरू भिडियो पनि रहेको थियो, मैले भिडियोमा बिदा मागेको थिइनँ, अहिले बिदा माग्दैछु है। अहिले म टिभी हिँडिरहेको छु, अहिले यहाँ के अरे कुखुरा चारो थुनेर आएको हो। अनि यहाँ भेडालाई घाँस पानीले के घाँस लगाइदिएको, यो लुटुकै भिडियोमा त फेरि लुगा पेन्ट लगाइरहेको छ। अनि साथीहरू त्यस्तै हो। यहाँ अस्तिको अचार पनि लगाएँ मैले हो, मेरो आँप बिग्रेन, अचार चाहिँ लगाएको छु, खाँदै पनि छु साथीहरू म चाहिँ। अनि त्यस्तै हो है, मौसम भनेको यस्तो। पानी पऱ्यो भने चाहिँ साथीहरू शीतल हुन्छ, एकदमै शीतल। पानी नपर्दा पनि पुरा गर्मी हुन्छ हो। अहिले चाहिँ बेलुका चाहिँ पानी पर्दैछ, अनि दिउँसो चाहिँ घाम लाग्दैछ है। मौसम अहिले चाहिँ एकदमै राम्रो छ भनौँ न है। घाम लाग्दा चाहिँ फेरि दिउँसो चाहिँ मर्नै नै हुन्छ साथीहरू है। कति जग्गा त पानी परेको छैन हो, कति जग्गा चाहिँ पानी बेसी भएर बिगार भएर हुन्छ है। यो संसारमा के हो, संसार त गोलो एउटै हो भन्छ, तर मौसमहरू चाहिँ है जग्गा जग्गाको भिन्दै हुन्छ। कसै ठाउँ पानी नभएर एक थोपा पनि पानी परेको छैन भन्छ, कसै ठाउँ पानी बेसी भएर भेल पहिरो आएर बर्बाद छ साथीहरू। के गर्नु, संसारभरि चाहिँ यस्तै होला भन्दै साथीहरू। मेरो चाहिँ भित्र खाना पाक्दैछ, सब्जी सुप बनाइदिएको हो, कुकरमा सिटी लाग्दैछ। अनि चाहिँ अब चाहिँ खानाहरू बनाउँछु। अनि चाहिँ साथीहरू यस्तै हो, आजको भिडियो पनि यति नै है। हजुरहरूले के कस्तो हुन्छ हेरेर सपोर्ट माया गरिदिनुहोस् होला भन्दै, फेरि पनि मेरो चाहिँ भिडियो अहिले फेरि बिहान अपलोड गर्न थालेको छु है। सधैँकै टाइम बेलुका त के हुन्छ त्यस्तै भइहाल्यो होइन। हजुरहरूले हेरिदिनु होला है, म पनि हजुरहरूको हेर्दैछु, हेरि नै रहनेछु है। यति भन्दै बाई बाई, फेरि अर्को नयाँ भिडियोमा भेटौँला साथीहरू, बाई बाई।